This is so beautiful यार. Oh my god. Good morning everyone. So आज चाहिँ हामी एकदमै तीनजना नगएको ठाउँ जाँदैछौँ र हामी आज तीनजना जाँदैछौँ. मिनल, म, अनुज जाँदैछौँ भने यो पालिको यो टाइम चाहिँ एकदमै च्यालेन्जिङ हुनेवाला छ. किन भन्दा त्यो चाहिँ एकदमै बर्खामा बाटो एकदमै बिग्रिन्छ. सो लेट्स सी ल्यान्डस्लाइडहरू, खोलाहरू, झरनाहरू आज एकदम मिठो हेर्न पाउँछौँ भने आज हामी सकेसम्म माथि ढोरपाटा नै पुग्ने प्लान चाहिँ गरिरहेछौँ. इफ सकेन भने हामी बुर्तिबाङतिर अथवा एकदम डिस्टर्ब भयो बाटोमा ल्यान्डस्लाइडले यताउति भयो भने मेबी पोखरा अथवा बागलुङमै बस्नुपर्ने सक्ने पनि हुनसक्छ. सो त्यसको सबै अपडेटहरू दिन्छौँ र अहिले चाहिँ वान अफ द बेस्ट टाइम हो ढोरपाटन जानलाई. सो हामी बुगिपाटन पनि जान ट्राई चाहिँ गर्छौँ, तर एकदम धेरै हिँड्नुपर्ने टाइम कन्ज्युमिङ भयो भने चाहिँ सायद त्यो स्किप पनि गर्छौँ होला. सो आजको डेस्टिनेसन चाहिँ कति टाइम लाग्छ, कति किलोमिटर, कसरी जाने, कति कस्टिङहरू आउला, त्यो टेन्टेटिभ त्यो बारेमा नि हामी कुरा गर्छौँ भने अब लगभग हाम्रो 3टा बाइकहरू प्याक भइसक्यो. अब अलिकति हामी पानीको लागि वाटरप्रुफिङ मात्र गर्न बाँकी छ. सो लेट्स गो, सी यु इन द रोड. ओके, सो फाइनली हामी रेडी भयौँ. बर्खा महिनामा यस्तै त हो अलिकति. रुमबाट हामी निस्क्यौँ सर्भिस सेन्टरबाट टेक्निकली. अब हामी यहाँबाट कलङ्की हुँदै निस्किन्छौँ. सुरुङ मार्ग त अहिले हामी जान पाउँदैन. फुल पेट्रोल हालेर लाग्यो. लेट्स सी कति जान्छ. सरी अहिले 29 दिइरहेको छ. फुल भयो. अब कति दिन्छ हेरौँ. केटाहरूले राइडिङ ज्याकेट लगाएको रहेछ. हप्प भयो होला. मैले त जर्सी लगाएको छु. जर्सीभित्र आर्मर छ क्या मेरो. त्यही भएर पनि मलाई अलिकति सजिलो भइरहेछ. राइडिङ ज्याकेटमा त पाकिन्छ नि हौ यस्तो गर्मीमा. फेरि यो ठाउँमा अझै गर्मी छ काठमाडौँभन्दा. तल झऱ्यौँ नि त. अब अहिले अलमोस्ट हामी 300 मिटर 200 मिटर तल झऱ्यौँ नि त. 300 मिटर 200 मिटर भएको ठाउँमा चाहिँ झऱ्यौँ है. झर्दा 300-200 मिटर मात्र झरेको होइन. काठमाडौँ इज अलमोस्ट एभरेज 1400-1300मा छ भने अहिले हामी 200मा छौँ भनेपछि अलमोस्ट 1 किलोमिटर जति तल झरिसकेपछि त्यो गर्मी वाइल्ड फिल हुन्छ क्या यहाँनिर. सो खाना मिठो खायो तिमीले. ल धन्यवाद बहिनी. हात काट्ला, बिस्तारै काट. त्यो हुन त कागती काट्दैन रहेछ, हात के काट्दै यार. किन त्यो कागती उल्टो काट्यो उसले. हेर त बिचबाट काट्नुपर्छ भाइ. खै त मेसी हार्यो त नि. ठिक छ, अर्को पालि जित्छ नि होइन भाइ. ल ल ल
3टै स्टार मन पऱ्यो रे, 4वटा मन परेन रे। यतातिर चाहिँ बाटो अलिकति खराब रहेछ होइन। ठ्याक्क हामी त्यो सुन्दर बजार कटेपछि चाहिँ बाटो अहिले एकदम खराब आइरहेकै छ। अनि अब कहाँसम्म चाहिँ यस्तो थाहा छैन। सो लेट्स सी। यसलाई चाहिँ पछाडि रोकेर राखिरहेको रहेछ, गाडीहरूलाई रोकेर राखिरहेको रहेछ, अगाडि ठुलो पहिरो गएको छ भनेर। सो लेट्स सी के हो खासमा कुरो है। अहिले त्यही भएर अगाडि पछाडि गाडीहरू नै देख्नुहुन्न तपाईँहरूले, पुरै खाली छ, पहिरो गएको छ अरे। कहाँ पहिरो? नेपालको चाहिँ प्रब्लमै यही हो कि बर्खामा चाहिँ कहाँ कहिले कतिखेर के हुन्छ कसैलाई थाहा हुँदैन क्या। Oh my fucking god. बसले उडाएको होला त, त्यो अगाडि छ अर्को हुने सब कुरा छ। क्यामेरामा चाहिँ देख्छ है, क्यामेराको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अहिले मान्छेले एकदम मैले त देखिरहेको छैन नि त बाटो, क्यामेराले चाहिँ त्यो यिनीहरूको प्रोसेसिङ कम्प्युटेसनल फोटोग्राफीले गरेर फोटोग्राफी एन्ड भिडियोग्राफीले त्यो फगहरूलाई अलिक क्लिन बनाउनु खोज्छ क्या। मुगलिन पुल कट्यो है, जाम चाहिँ थियो तर त्यस्तो इफेक्ट गर्ने जाम थिएन, जुन हामीलाई रोकेर राखेर घाममा तताउनेवाला त्यस्तो खालको जाम चाहिँ थिएन र त्यति गाह्रो पनि भएन। किनभने अलिकति अहिले चाहिँ ट्राफिकहरूले अलिकति स्ट्राटेजिकल्ली यो जामसँग डिल गर्दो रहेछ। कसरी भन्दाखेरि मलेखुदेखि नै गाडी रोक्दो रहेछ क्या, मलेखुमा नि रोकिदिँदो रहेछ, त्यसपछि बिचमा नि रोकिदिँदो रहेछ, त्यसपछि रोके गरेर एउटै ठाउँमा त्यो एकदम जामको घुइँचो हुनु दिँदैन रहेछ क्या। त्यो राम्रो काम गर्दैछ नेपाल ट्राफिकले अहिले चाहिँ है। लास्ट टाइम हामी यहाँनिर 3-4 घन्टा जाममा पर्दाखेरि केटाहरू पुरै उयो भएको थियो क्या, ब्ल्याकआउट भएको थियो, ढल्याएको थियो, पुरै फेन्ट भएको थियो गर्मीमा। लास्ट गाह्रो हुन्छ क्या बाइकहरूलाई गर्मीमा। फाइनली यो बाटो आइपुग्यो है। वाउ, यो टाइममा ट्राभल गर्न रिस्की चाहिँ रिस्की हो एक हिसाबले होइन। ल्यान्डस्लाइड भन्छ, यो भन्छ, बाढी भन्छ, बाटो बन्द भन्छ होइन। तर यो टाइममा जुन भ्यू देखिन्छ नि सायद त्यो कुनै टाइममा पनि देखिँदैन क्या। यस्तो निलो आकाश, हरियो डाँडा होइन, यस्तो ब्युटिफुल देखिन्छ नि, यस्तो ब्युटिफुल देखिन्छ। त्यो मजा नै अर्कै छ क्या। त्यो हुन्छ नि के अब त्यसलाई मैले कसरी एक्सप्लेन गर्ने, आई डोन्ट ह्याभ वर्ड्स टु एक्सप्लेन के। वाउ, जस्ट वाउ क्या। कतिजनालाई पोखरा आउँदाखेरि यो डाँडा मफिन जस्तो लाग्छ, मलाई चाहिँ यो डाँडा ठ्याक्कै मफिन जस्तो लाग्छ क्या। च्याउ जस्तो डाँडा छ, च्याउ डाँडा नेपालीमा चाहिँ च्याउ डाँडा भनौँ, इङ्ग्लिसमा चाहिँ मफिन। टक्क मफिन जस्तो छ क्या। कत्रे भन्ने ठाउँ आइपुग्यो अब हामी। सो हामीले सोचेको भन्दा अलिक ढिलो आइपुग्यौँ पोखरा हामी। सोचेको थियौँ 12 बजेतिर आइपुग्छौँ होला भनेर। सो अलरेडी 2 बज्न लागिसक्यो। अब यहाँबाट निस्किहाल्यौँ हामी रेस्ट गरेको छैनौँ र अहिलेसम्म हाम्रो खाने भनेको त्यही मलेखुमा ओर्लेर हामीले खाथ्यौँ, त्यति नै हो। सो पोखरामा नरोकिकन हामी अगाडि बढ्यौँ है त। पानी पर्यो, पानी पर्यो। आछु जाडो भयो अब चाहिँ। अघिसम्म वाइल्ड गर्मी थियो, यहाँ माथि डाँडामा आएपछि चिसो भइदिएर क्या। भेरी कोल्ड, भेरी कोल्ड। कफी खाऊँ है।
सहकारी चोक रेन्द हजुर हजुर कोल्डमा पाउँछ होला आयौँ निस्किँदैछौँ मेरो आर्मरको चेन लुज भएर रहेछ कि अनि हावा छिर्दो रहेछ भित्र टक्क चिसो भएको थाहा भइहाल्ने चेन लगाइदिएँ अहिलेको टाइममा हिँड्दाखेरि होइन ठ्याक्क 200 किलोमिटर भएछ झरना खोला नाला हरियाली यति देखिन्छ नि यति देखिन्छ एभ्री टर्निङमा वा फिल हुन्छ अब यो टर्निङमा नि वा फिल हुन्छ अरे ल एटलिस्ट यति पनि देख्न पाइयो नि होइन वा एभ्री टर्निङमा हुन्छ क्या अब होइन यो टर्निङ पछि पनि केही न केही त देखिन्छ दामी नै देखिन्छ वा हरियाली देख्यो नि त होइन साथीको हातले भुइँमा छुन लागिसक्यो यार के हो वेट रे कम कम भन्दैछ कम कम लुम्लेको गाउँ चाहिँ त्यही हो माथि देखिरहेको छ अब वाइड एङ्गलमा चाहिँ अलिक देख्न गाह्रो हुन्छ ए अस्ति यो पहाड अर्कै देखाएको थियो अहिले बर्खामा अर्कै देख्दो रहेछ यार हरियै देखिँदो रहेछ यो पहाड पनि एभ्रिथिङ इज ग्रिन यार ओए नाइस देखिँदो रहेछ हौ अहिले पनि वाइल्ड पानी परिरहेको छ अनि हामी पुरै मनसुन रेडी भइसक्यो मैले होइन अनि अरू भने यस्तै हो पानी चाहिँ वाइल्ड परिरहेको छ वाइल्ड तर मजा आइरहेछ फुल्ली केही नभिजोस् ब्यागमा पछाडि बाँधेर ल्यापटप छ अगाडि क्यामेरा छ गोप्रो माइक के दुनियाँ दिवाना इलेक्ट्रोनिक्सहरू छ नि त एन्ड इलेक्ट्रोनिक्सहरू दे हेट रेन एन्ड वाटर होपफुल्ली केही पनि नहोस् केही पनि दिस इज बागलुङ हामी बुर्तिबाङतर्फ लाग्छौँ अब यहाँबाट वेलकम टु बागलुङ काली गण्डकी नदी अब यो हाइवे टच गरिसक्यौँ यो चाहिँ बुर्तिबाङ जाने हाइवे हो अनि अब यहाँबाट हामी बिस्तारै निस्किँदैछौँ अब अहिले चाहिँ टाइम ठ्याक्कै 4 बज्यो अब यहाँबाट बुर्तिबाङ अलमोस्ट 85 किलोमिटर हो जस्तो लाग्छ मलाई सो हामीलाई 85 को लागि खास लाग्ने टाइम भनेको चाहिँ धेरै होइन 1.5-2 घन्टा हो होइन 40 को एभरेज स्पिड मेन्टेन गऱ्यो भने पनि तर आई डोन्ट थिङ्क यो बाटो राम्रो छ त्यस्तो कर्भ्सहरू धेरै छ अनि बाटो पनि अलिकति नराम्रो भएको कारणले हामीलाई मिनिमम पनि 3 घन्टा चाहिँ लाग्छ सो 4, 5, 6, 7 बजीसम्म हामी पुग्यौँ भने पनि इट्स फाइन है लेट्स सी हामी बागलुङबाट अलमोस्ट 10 किलोमिटर जति आइसक्यौँ आई थिङ्क यहाँबाट अब 70-75 किलोमिटर होला बुर्तिबाङ अनि रोडहरू चाहिँ यस्तै छ स्पिड गर्न नमिल्ने खालको रोडहरू छ सो आई थिङ्क हाम्रो एभरेज स्पिड 30-35 भइरह होला यसको मतलब अहिले 4:07 किलोमिटर 4:07 मिनट गयो 10 मिनट गयो भनौँ न ओए भनेपछि हामीलाई त्यो 2.5 घन्टा त मिनिमम लाग्ने देखिरहेको छ हामी 8 बजे हिँडेको थियौँ काठमाडौँबाट यस बाटो है हामी कता थियो यार यता माथि नै होला डोल्पा जाँदाखेरि आएको थियो यो बाटो सोध्नुपर्छ यार अगाडि हो ओके हामी चाहिँ अब यस्तो जङ्गलको अफ रोडहरू आइरहेछौँ है
कता भाइ बुर्तिबाङ जाने कता हो एकदम कन्फ्युजिङ रहेछ यार पहिला पनि हामी आउँदाखेरि कता कता सोधेर आएको जस्तो लाग्छ है अहिले पनि त्यस्तै हुँदो रहेछ हामीले अलरेडी 300+ किलोमिटर राइड गरिसकेका छौँ भयो रेडी दा यहाँनिर कहाँनिर पो हो क्या त्यो तल एकदम ठुलो झर्ना छ नि अलिकति उता निस्केपछि हो कति यहाँबाट यही बाटो त पुग्दैन छुट्टै जानुपर्छ होइन गाईघरको झर्ना त्यहाँ त त्यो हटियाबाट फेरि 10 मिनेट यता जाने पनि पुगिहालिन्छ हो ठुलो छ राम्रो छ एकदम आनन्द तल एकदम ठुलो तलाउ छ अहिले त फोर छ अरे अहिले बर्खा त कुन ठाउँबाट 10 मिनेट उता जानुपर्छ कुन ठाउँबाट दाइ हटिया भन्ने ठाउँ कति यहाँबाट कति टाढा हो अझ 1 घण्टा पुरै 1 घण्टा है दाइ बाइकमा त 1 घण्टा त दाइ बाइकमा मानिलिम ल हामी हटिया भन्ने ठाउँबाट यसो त्यहाँ मिल्यो भने दिस इज लुकिङ सो ब्युटिफुल आछु जाडो चाहिँ जाडो भयो है ओ पानी पर्छ क्या छिट्टामा आउनु थाल्यो त फेरि रेनकोट खोलिदिएको भर्खर फेरि पानी पर्ला जस्तो छिट्टा आउनु थाल्यो हा कस्तो मजाको गाउँ आइपुग्यो सबैको कस्तो गाउँले घरहरू रहेछ हेरौँ आइच दामी कस्तो मजाको गाउँले घरहरू रहेछ यार स्कुल एरिया रहेछ नि त दिस इज द स्कुल विद्यालय एउटा बाटोमा बवाल झर्ना छ अरे लेट्स सी है पहिला हटिया पुग्नुपर्छ अरे हटियाबाट 3 किलोमिटर तल झर्नुपर्छ अरे सो त्यो झर्ना पनि आज हामी हेर्छौँ म तपाईँहरूलाई देखाउँछु सो यहाँनिरबाट चाहिँ हामी राइट लाग्यौँ अनि यहाँबाट चाहिँ सिधै 2-3 किलोमिटर भन्दै थियो तल जस राम्रै छ भन्नुभएको छ सो लेट्स सी ठ्याक्कै एकजना चिनेको ब्रदरलाई भेटेको थिएँ क्यामेरा चाहिँ अन थिएन ओए कस्तो सफा गाउँ यार ल कस्तो चिटिक्क क्या हेर एउटा कागजको एउटा प्लास्टिकको ऱ्याप पनि छैन यार वाउ है काठमाडौँमा भन्दा यतातिरको मान्छेहरू हेर कति सफा काठमाडौँमा चाहिँ अलिक धेरै मान्छे भएर नि फोहोर हो काठमाडौँको मान्छे फोहोर भने होइन ठाउँ भने फेरि काठमाडौँ पनि सफा छ मान्छेहरू त ठाउँ चाहिँ अब मान्छे धेरै भएर कहिलेकाहीँ अलिअलि फोहोर भइहाल्छ तर अहिले धेरै सफा भएको छ अब के हो हो ल जानु कता हो झर्ना खै त 3 किलोमिटर भनेको थियो तर आई डोन्ट थिङ्क 3 किलोमिटर चाहिँ जस्तो लागेन मलाई 10 किलोमिटर चाहिँ हो जस्तो लाग्यो है किनभने हामी एकदम आइसक्यौँ अझै पनि झर्नाको नाम र निशान छैन तर वर्थ इट छ ठाउँ चाहिँ एकचोटि चाहिँ आउनै पर्ने कस्तो दामी के हेर न ओ माई गड ल पहिरो जानु लागेको रहेछ नि यहाँ त खस्न लाग्यो ओए उयो रहेछ नि त गाईघाट भन्दो रहेछ यो ठाउँलाई पनि ल यहाँनिर रहेछ होइन अब बाइक चाहिँ जान्छ जाँदैन होला बाइक त न माथि पनि जान मिल्दो रहेछ गुफामा रहेछ गुफामा गइदिउँ न के रहेछ हेरिदिउँ ओए दामी रहेछ यार ला लक छ नि त केटा हो बन्द रहेछ ताल चल आज
राम्रै रहेछ, वर्थ इट ठाउँ छ। तर आई डोन्ट थिङ्क यहाँ बर्खा बाहेक अरू टाइममा चाहिँ नहुनसक्छ पानी, किनभने अहिले बर्खामै कम छ नि त। तर वर्थ इट रहेछ जे होस्। भित्र जान पाए भए त्यहाँ भित्रबाट बाहिर हेर्दा त्यहाँ पालहरू छ क्या। त्यो कस्तो ब्युटिफुल थियो क्या त्यो। अहिले खोलेको रहेछ। यहाँ चाहिँ अलिकति ल्यान्डस्लाइड पोन एरिया रहेछ यो चाहिँ। अब बुर्तिबाङ आउनु चाहिँ अलमोस्ट 20-25 किलोमिटर होला। लेट्स सी यहाँ कति लेखेको छ है। रुकुमकोट बुर्तिबाङ 28 किलोमिटर रहेछ। अनि सिन्स वी आर मुभिङ टु वेस्ट होइन, वेस्टमा मुभ गर्दाखेरि चाहिँ वेस्टमा चाहिँ अलिकति ढिलो अँध्यारो हुन्छ क्या कम्पेयर टु इस्ट होइन। र हामी जति अगाडि गइरहेछ त्यस्तै फिल भइरहेछ क्या, हुन्छ नि अझै उज्यालो भइरहेको कि उज्यालो भइरहेको कि जस्तो फिल भइरहेछ। टेक्निकल्ली भन्नुपर्दाखेरि चाहिँ इस्ट र वेस्टको टाइम डिफ्रेन्स खास हाम्रो चाहिँ अलमोस्ट 25 मिनटको फरक छ भने जस्तो लागेको थियो कि मलाई। तर सिन्स हाम्रो नेपाल सानो छ नि त, सानो भएको कारणले एउटै मान्छ कि। फर इक्जाम्पल इस्टमा 6 बज्यो भने वेस्टमा भर्खर अब 5:35 भइरहेको हुन्छ कि। तर अब हामी सानो भएर एउटै टाइम जोन हामीले फलो गर्छौँ। सो अहिले अब 7 बजे पनि खासमा टेक्निकल्ली चाहिँ वेस्ट साइडतिर चाहिँ हुन्छ नि 7 चाहिँ बजिसकेको छैन। तर अब हामीले सबैतिर 7 फलो गर्ने भएको कारणले त्यही भएर तपाईँले चाहिँ इस्टमा अँध्यारो भइसक्दा नि वेस्टमा चाहिँ उज्यालै हुन्छ क्या प्रायः। अब 28 किलोमिटर छ, हामी बुर्तिबाङ पुग्छौँ। अनि आज चाहिँ हामी माथि जान नभ्याउने भयौँ। ठिक छ, अब आज बुर्तिबाङतिरै बस्छौँ होला। आई डोन्ट नो त्यहाँ म कहिले पनि बसेको छैन, स्टेहरू कस्तो हुन्छ के छ केही थाहा छैन। अब गएर बसेपछि बल्ल थाहा हुन्छ। सो ओके, सो हिजो चाहिँ हामी राति 9 बजेतिर आइपुग्यौँ यहाँनिर यो होटेल दरबारमा। अनि दिस इज वान अफ द बेस्ट होटेल यहाँ बुर्तिबाङमा। सो तपाईँहरू आउँदै हुनुहुन्छ र राम्रो होटेल खोज्नु भएको छ भने यही नै हो। र यहाँको बेस्ट भए पनि त्यस्तो खतरा चाहिँ नसोच्नु होला, ठिकठाक छ। बिल्डिङ्सहरू चाहिँ राम्रो छ, सर्भिस चाहिँ ठिकठाकै छ। अनि रेट्सको कुरा गर्नुहुन्छ भने अलमोस्ट 3000 को हाराहारीमा। 2 जना आउँदै हुनुहुन्छ भने 3500-4000 जति पर्ला। सिङ्गल आउँदै हुनुहुन्छ भने 202500 जस्तो पर्ला विदाउट ब्रेकफास्ट। अनि हिजो चाहिँ हामी आउँदाखेरि हामीले मलेकुमा खाना खाएपछि हामीले एउटा बुर्तिबाङ र बागलुङको बिचमा एउटा गलकोट भन्ने, सायद गलकोट भन्ने ठाउँ हो समथिङ त्यस्तै ठाउँमा चाहिँ हामीले खाजा खाएको थियौँ। त्यही खाजा खाएपछि चाहिँ हामी सिधै यता आएको। अनि हिजो चाहिँ हाम्रो त्यस्तो धेरै एक्सपेन्स भनेर त्यस्तो धेरै केही भएन। लन्च डिनर र हुन्छ नि एउटा बिचमा हाइटी जस्तो खाजा जस्तो त्यो भयो। बाटोको कुरा गर्नुहुन्छ भने अलमोस्ट अहिलेसम्म बाटो राम्रै छ, त्यस्तो नराम्रो बाटोहरू कहीँ पनि छैन। र अब चाहिँ यहाँबाट धोरपाटन चाहिँ अराउन्ड 30 किलोमिटर 30 किलोमिटर होला। र बाटो चाहिँ एकदम खराब छ भन्दै थियो, 2-3 ठाउँमा खराब छ अरे, अरू त राम्रै छ भन्दैछ। सो लेट्स सी। अनि हामी चाहिँ आज ढोरपाटनबाट पनि माथि जाने प्लान गरिरहेको छौँ, जुन चाहिँको ठाउँको नाम चाहिँ बुक्कीपाटन भन्दैछ। होपफुली त्यहाँ चाहिँ अहिले फुलहरू होस्, तर पब्लिकको अनुसारले अहिले फुलहरू चाहिँ छैन, मरिसक्यो भन्दै थियो। सो आई थिङ्क बेस्ट सिजन चाहिँ योभन्दा ठ्याक्क अझै 15-20 दिन अगाडि आउनु भयो भने चाहिँ अझ बेस्ट सिजन हुने रहेछ। सो आज चाहिँ अलमोस्ट जुलाईको 29 होला, आज 28-29 जुलाईको। सो जुलाईको 10-15 चाहिँ अझ बेस्ट टाइम हुने रहेछ, बल्ल थाहा भयो त्यो चाहिँ। लेट्स सी अहिले पनि कस्तो छ, माथि गएपछि थाहा हुन्छ। सो अबको बाटोहरू नि अपडेट दिन्छौँ। सो हिजो चाहिँ रमाइलो भयो, राइड त्यस्तो थिएन।
हिजो हामीले 400 किलोमिटर जति अराउन्ड 380 किलोमिटर 385 किलोमिटर चाहिँ हामीले कभर गऱ्यौँ काठमाडौँ नक्सालदेखि यहाँसम्म। सो हाम्रो एभरेज माइलेजको कुरा गर्नुहुन्छ भने 31-32 दिइरहेको थियो हाम्रो तिनटै बाइकहरूले। अनि हामीले काठमाडौँबाट फुल ट्याङ्क गरेपछि लास्ट हामीले फुल ट्याङ्क गरेको भनेको यहीँ बुर्तिबाङ आउनुभन्दा 20 किलोमिटर अगाडि एउटा फ्युल स्टेसन रहेछ, त्यहाँनिर चाहिँ हामीले फेरि फुल गरेको छौँ सबै मोटरसाइकल्समा। अब त्यो फ्युलले हामीलाई कहाँसम्म पुग्छ के पुग्छ, हामी ब्याक टु पोखरासम्म पुग्छ पुग्दैन त्यो हामी चेक गर्छौँ। सो बाइकहरू सबै प्याक भयो, केटाहरू सबै रेडी भयो। आज अलिकति केटाहरू पनि टायर्ड छ कि कसो ल यही हो। कस्तो भइरहेको छ त अनुज सर? थाक्यो है? टायर्डनेस होइन कस्तो छ भने एउटा एनर्जी चाहिँ छ। ओके सो हिजोको जर्नी इट वाज टायरसम भन्नु नै पर्दाखेरि 400 किलोमिटर्स अफ अन रोड अफ रोड जङ्गल ट्रेल्स माउन्टेन मिस सबै भेट्यो। तर एउटा राम्रो एउटा के एनर्जी रहेको छ भने आजको जुन चाहिँ डेस्टिनेसन हाम्रो छ धोरपाटन बुकेपाटन चुङ्ग्रीबुकी अथवा कुनै पनि ठाउँ हामी जान्छौँ त्यो सोचेर चाहिँ एउटा डिफ्रेन्ट एनर्जी एउटा पोजिटिभ एनर्जी चाहिँ रहेको छ। सो एक्साइटेड फर द राइड। रमाइलो भइरहेछ भनौँ, किनभने हिजो हामीले सबै एक्सपिरियन्स गऱ्यो, घाम पानी अलिअलि चिसो पनि भइरहेको थियो अलिकति जङ्गलतिर आउँदादेखि। तर त्यसले गर्दा अलिअलि बढी चाहिँ गले जस्तो भइरहेछ। तर आई थिङ्क आज जहाँ हाम्रो डेस्टिनेसन छ त्यसको लागि चाहिँ एक्साइटेड छ। सो नाउ वी आर मुभिङ यहाँबाट। होटल छ होइन, जाऊ है। सो लेट्स मुभ। बाटो कस्तो छ हेरौँ। दिस इज बुर्तिबाङ। हार्दिक स्वागत अरे नि त, वेलकम टु ढोरपाटन। हरियाली चाहिँ डेन्जर हरियाली देखिने रहेछ क्या, डेन्जर हरियो देखिँदो रहेछ यार। यो बाटो चाहिँ अलमोस्ट पिच हुन लागेको स्थितिमा रहेछ। अब यो ग्राभल गरिसकेको छ, अब माथिबाट टारम्याक मात्र हाल्न बाँकी छ। वे टु धोरपाटन यतै सिधै भनेको छ त है। यताबाट चाहिँ कता जाँदो रहेछ? भर्खर पहिरो गएर सफा गरेको रहेछ। सो बाटो अलिकति बिग्रेको छ, तर नट फर स्क्रैम्बलर। यो वुडन ब्रिजबाट छ कुनै ठाउँमा हिलो एकदम। अब यो बाटो चाहिँ अहिले यस्तो छ, एक हप्ता चाहिँ कस्तो हुन्छ भन्न सकिन्छ जस्तो मलाई लागेन। किन भन्दाखेरि यो पहिरो जाने ठाउँको चाहिँ थाहा नै हुँदैन कि कहिले कतिखेर कहाँनिर कस्तो हुन्छ भनेर।
कस्तो अस्ति फुटसल खेलेर खुट्टा थाम्नै नसकिरह अस्ति फुटसल खेलेको थिएँ यो खुट्टा यता टेकौँ भनेको नछकिरहेको यति नै रहेछ अप्ठ्यारो Let's go त्यहाँ त ठुलै खाल्डो छ त यार यताबाट हाल्नु यताबाट यहीँ अड्किन्छ जस्तो लाग्यो त यहीँ अड्क्यो फेरि यता ठिक छ यहाँबाट जाँदैन यो ब्याक गरेर बाइक स्टार्ट भएन रे ओके सो हामीले खानासाना खायौँ फर्केर आएर खाथ्यौँ अब यो बाटो चाहिँ जाँदैनौँ हामी यो बाटो अहिले म देखाउँछु एकदम बिजोक रहेछ स्ट्रेट जान्छौँ त्यो स्ट्रेटमा चाहिँ एउटा ठाउँ अप्ठ्यारो छ त्यो कटेपछि त फेरि सर ठाडो उकालो छ अरे तर केही छैन वी क्यान डु द्याट यो बाटो चाहिँ एकदमै बिग्रेको रहेछ सो हामी यो बाटोबाट जाँदैछौँ यहाँ चाहिँ खोल्चो रहेछ कि अलिकति सट्ट आउनु है सट्ट आउनु है सट्ट आऊ है सट्ट आऊ
ठिक छ ल यताबाट यस्तो बाटोमा चाहिँ मेन भने मोमेन्टम बिगार्नु हुँदैन कि गएपछि गएको गइ गर्नुपर्छ रोक्यो भने गाह्रो हुन्छ कि माथिबाट हाल्नु उताबाट कस्तो चिप्लो रहेछ यार उताबाट आउनु उताबाट पहल उठाउ तान त ए तेरी यो खुट्टा मेरो अस्ति फुटबल खेलेर फेरि अति भएको छ कि पखाइ 1 2 3 एकछिन रेस्ट तपाईँ अलिकति ब्याक गरेर सट्टा आउनु न यस्तो डेन्जर चिप्लो रहेछ अनि ब्याक गरेर तिम्रो पनि ब्याक गर त्यतैबाट हाल्नुपर्छ एकछिन यी जाबोमा यार बाउको बे देखेँ यार छ यति हो यो रोक्नु भएन मोमेन्टम नबिगार्ने सट्टा जाउँ है ल फेरि झरिहाल्यो नि यार मेरो आउँछ पर्दैन ओए तेरी बिस्तारै है नातिकन च्याप्दै ल्याउनु है यता खुट्टा टेक्दै म गरिदिन्छु नाइस ल जाउँ खाल्टो ठुलो छ त्यो हामीले
खाना खाएको ठाउँबाट चाहिँ माथि एकदमै बाटो बिग्रेको रहेछ। अनि तपाईँहरू आउँदै हुनुहुन्छ भने एकदम गाह्रो हुनसक्छ। यहाँ चाहिँ अझै पानी परेर पहिरो आयो, अझै यदि 2-3 दिन ननस्टप पानी पऱ्यो भने अझै वर्स हुनसक्छ। सो त्यही हिसाबले प्रिपेयर भएर आउनु होला। यो साइडमा चाहिँ यतिको त केही छैन, यतिको त इजिली जान्छ होइन। त्यो एउटा दुईवटा ठाउँमा चाहिँ पहिरोले गर्दा एकदमै अघि देख्नुभयो नि त्यस्तो ठाउँहरू छ। केयरफुल भएर आउनु होला। नसकिने त होइन, जे होस् एक्लै आउँदा चाहिँ गाह्रो हुनसक्छ तपाईँहरूलाई। साथी लिएर आउँदाखेरि चाहिँ सजिलो। बिस्तारै अब यहाँ तोरीको फुलहरू पनि देख्न थालेछौँ हामीले। हामी एल्टिट्युड पनि गेन गरिरहेछौँ। अब गयो नि त, अब बिजोक ल्याच्चै। अब यहाँबाट तान्दैन यो बाइकले। रङ साइडबाट आएछु म यार। त्यो ढुङ्गाबाट है, ढुङ्गाबाट यो त अड्क्यो मेरो। त्यो मुनि झारेर ढुङ्गाबाट उकाल्नु न। यो त अब डेन्जर अड्क्यो यार। ल यसलाई त कस्तो मैले मिस्टेक गरेँ नि यार। यहाँ यस्तो त्यो त्यता हेर्नुपर्ने रहेछ। हो त्यो ढुङ्गाबाट हो। यताबाट Welcome to view Dorpatan. Oh my god. Oof. Was not that easy, but it was worth it. Okay, so Dorpatan visitors information रहेछ यहाँनिर हेर्नु होला। स्क्रिनशट हान्नु होला, जुम गरेर हेर्नु होला है। ल सबै आयो जस्तो लाग्छ मलाई है। राम्रै आउँछ शार्पनेस। यहाँनिर दुईवटा ब्लू सिपहरू रहेछ। जुम केटा यताबाट। ओए कस्तो तान्दिर उता हेर्दै थिएँ। वाउ है उता हेर्दै हिँड्दा यहाँ छेउछेउमा पुगेको थाहै नहुँदो रहेछ। अनि हेर्दाखेरि यो हरियो घाँस देखिन्छ नि। यहाँ बाइक लगायो भने बाउको बे देखिन्छ चिप्लेर। मजा आयो अहिले चाहिँ। वाउ एउटा फोटो त खिच्नै पर्ने भयो त यार। क्याप्चै हिँड्दो रहेछ अब फेरि भयो त।
This is very beautiful. Let's move. Wow. बहिनीले भिडियो खिचिदिनु भयो अघि मेरो अब यहाँबाट जान निस्किनु लाग्यो कस्तो राम्रो देखेको यार केटाहरू मलाई कुरिहाल्ला कहाँ बस्ने हो केटा हो अहिलेको दाइको हो यहाँ माथि यहाँ रुम लियो अन्त सबै सामान राख्ने अनि त्यसपछि माथि दाइहरूको अर्को बाइक राख्ने ठाउँ छ अरे क्या अनि माथि गएर अनि त्यहाँदेखि आइपुग्यो यहाँबाट कति बाइक कति माथि म त माथितिरै बस्दा हुन्थ्यो नि त माथि नै बाइक लिएर त्यहीँ बसौँ न त्यहीँ राखिदियो सामान सिमसिम पानी परिरहेको छ बाइक यतातिर लानु पाउँदैन क्या ए लाच्चै डुब्यो कहाँबाट आउनु हजुरहरू ए बुर्तिवाङबाट फुलहरू चाहिँ छ अलिअलि हुँदो रहेछ फुल कहाँबाट आएको थियो भर्खरमा यताबाट माथि जान्छौँ माथि गएर त्यहाँनिर चाहिँ एउटा ठाउँ छ त्यहाँ बाइक लगेजहरू राखेर हाइकिङ गेयरअपमा बुकिपाटनतिर लाग्छौँ हामी कत्रो ठुलो रहेछ खोला पौडी खेल्न मजा आउँछ होला कस्तो ब्युटिफुल यार त्यो एन्ड एउटा कुरा के भने ढोरपाटन इज द ओन्ली हन्टिङ रिजर्भ अफ नेपाल है नेपालमा अरू हन्टिङ रिजर्भ नै छैन यो पनि वान एन्ड ओन्ली हन्टिङ रिजर्भ अनि पैसा छैन मसँग अनि पैसा छैन कहाँबाट लिएर आएको यत्रो राम्रो राम्रो फुलहरू पैसा छैन जाँदै गर्नु नि त म चेन्ज छ चेन्ज 20-25 रुपियाँ होला नि बहिनी ओके सो हामीले बाइकहरू चाहिँ त्यहाँनिर राख्यौँ न्यू समथिङ होटेलमा अनि अब यहाँबाट हिँड्दैछौँ हाम्रो भाइ चाहिँ के भाइ रे सन्दीप भाइले हामीलाई यहाँ हिँड्ने ठाउँसम्म पुऱ्याउँदैछ हरिब छ भाइ ए स्माइल हेर्छ आम्मा गाउँको सब चिक्सहरू ढलेछ अरे भाइको स्माइल अघि भन्दै थियो भाइले मलाई भाइ कतिवटा गर्लफ्रेन्ड छ भनिदियो त मेरो गर्लफ्रेन्ड छैन मेरो बुढीहरू छ भन्छ अहिले भाइले जस्ट जिस्केको रमाइलो रहेछ भाइ अनि हाम्रो केटाहरू हिँड्दैछ आज केटाहरूले कति टाइम लगाउने हो थाहा छैन ल अब हामी यहाँबाट लेन्स सफा गरेर उकालो लाग्छौँ डह्रो हिँड्नुपर्छ भाइ उकालो हो ठाडो नाक ठोकिन्छ उकालो चढ्दा यो हजुर त यहाँदेखि ढुङ्गे डाँडासम्म आरामै गइन्छ जस्तो सुकै रे त्यो भन्दा अगाडि बाटो अप्ठ्यारो छ
हुन त बाटो प्लेन छ तर लास्टै उकालो भएको छ। ए के भाइ यो त यहाँ त के कुखुरा फार्म रहेछ त लोकल भालेहरू छ त हो हजुर हजुर चिकन्स उ त्यो सेतो भाले त हिरो भाले हो क्या यहाँको है हजुर यो भन्दा नि ठुला हुन्छ 5-5 किलोको हुन्छ एउटै भाले 5 किलो 5 किलोको त्यसलाई भाले भन्ने कि खसी भन्ने बाटो चाहिँ यही हिँड्दैछौँ एकदम गाह्रो छ अरे अब केटाहरूले के गराउँछ आज कि बाटोमा बसाउँछ कि टेन्टमा सुताउँछ दुइटामा एउटा 12 बजाउँछ जस्तो छ जे भए पनि जानै पर्यो लेट्स सी ओके सो हामी फर्स्ट टी स्पटमा आइपुग्यौँ यहाँ टी स्पट रहेछ माथि चाहिँ सुकुटी हो क्या च्याउ ए कस्तो हो यो चाहिँ खतरा च्याउ खतरा च्याउ हो क्या झ्याप हुने च्याउ त होइन नि हो र त्यो सुकुटी भएको च्याउ हो अघि चाहिँ यहाँ मेरो अङ्कलले चाहिँ कम्ने ल्याउनु भएको थियो मैले तँलाई दिएको ए 8,000 को च्याउ देन यो कति रुपियाँ पर्छ किलोको यो च्याउ 500 रुपियाँ हँदै 500 रुपियाँ किलो हो यो यत्तिकै खाने हो यो पकाएर तरकारी बनाएर खान सक्नुहुन्छ खानु यो भरे केही त हुन्न नि यो पहिले यो त काठ जस्तै छ त यो राम भगवानले पहिले भनेछ अरे रगत नभएको मासु बनाइ भन्दाखेरि बनाएको हो कि ए रगत नभएको मासु यो खास यो यसको के हुन्छ भन्दाखेरि यसलाई पिठो बनाउने यो खाने उपाय यस्तो हो कि यसलाई पिठो बनाउने पानीमा हाल्ने चियामा घोल्ने खाने चियामा ए बाटो चाहिँ यस्तै हो साइडमा खोला छ खोला छेउको हल्का हल्का डोल्पाको जस्तै फिल आउँछ तल सिधा माथि टाढो छ उकालो ओके सो फाइनली हामी आइपुग्यौँ वाइल्ड पानी परिरहेको थियो Fuck you! Fucked up भएर चिप्लेर लडेर सेट Ramailo, Ramavana, Ramailo, Maya Panko, Maya Kai Samdan to the Koran, Okay. So, अहिले चाहिँ हामी माथितिर घुम्न जान लाग्यो 6 AM भ्यू त्यस्तो खासै खुलेको चाहिँ छैन अनि अब लेट्स गो है यहाँनिर क्यान सी माउन्टेनको रेन्जहरू अनि यता पनि माउन्टेनको रेन्जहरू चाहिँ देख्दो रहेछ तर अहिले भ्यू चाहिँ खासै खुलेको छैन सो लेट्स गो
Look at this green. This is looking so amazing. Wow. एउटा तल ताल पनि छ भन्दै थियो एउटा त्यो पहाड टक्क चढेपछि चाहिँ आइपुग्छ परको डाँडा छ नि त्यो यो डाँडाको मुनिबाट आएको हो अब लेट्स मुभ त्यो पहाड चढ्दिउँ अनि कस्तो रहेछ भ्यू हेर्दिउँ है त सो यो पार्टमा चाहिँ एकदम ठाडो उकालो रहेछ देख्न सक्नुहुन्छ हजुरले उकालो चढ्दैछु वाइल्ड त पहिरो गएको ठाउँबाट हिँड्नुपर्ने रहेछ यहाँबाट हिँडेर त्यो डाँडाको तलतिरबाट आएको यत्रो चढ्यो अब यति बाँकी छ यहाँबाट कस्तो भ्यू देख्छ हेर्नु मैले सँगै ओ माई गॉड लेट्स सी let me see oh wow oh yo okay right now म चाहिँ 4100 मिटरमा छु अनि एकदम टुप्पोमा छु अनि दिस इज द भ्यू यहाँबाट देख्ने on the way to Bukitpatan and यता यस्तो दामी छ यताभन्दा दामी यता छ अझै हैन अब यहाँबाट टिकाधारा जाने बाटो 1 किलोमिटर यहाँबाट यता गयो भने चाहिँ कहाँ पुग्छ फुस्रे देउराली भन्ने ठाउँ रहेछ यो चाहिँ फागुने भन्ने यता टिकाधारा भन्ने यता हामी 500 मिटर जति आयौँ अति दामी देख्दो रहेछ त्यहाँनिर हिमाल अब यो अल्ट्रा वाइडमा चाहिँ देख्दैन अहिले म त्यहाँ पुगेर जुम गरेर देखाउँछु सो दिस इज द भ्यू टिकाधारा भन्ने ठाउँ पुग्न लाग्यौँ हामी स्टिल मोर टु गो अनि यहाँ देखिने भ्यू चाहिँ यो रहेछ अनि अलिकति एक्सपोजर डार्क आइरहेछ किनभने एकदमै क्लाउडी छ पानी पर्न लाग्छ हैन वेदर त्यस्तो निलो आकाश खुलिएन एटलिस्ट पानी परेको छैन यो ठाउँमा आइपुग्यौँ हामी आई थिङ्क दिस इज द फाइनल डेस्टिनेसन अघि हामी आउनु खोजेको ठाउँको यति धेरै भोटेको कुरोहरू हुने बुक्दै हेर्छ यो सबै गोठमा र यहाँ भेडा चबाउनुलाई हो हेलो खेल्न खोज्यो कि टोक्न खोज्यो थाहा नै नहुने कत्रो हो क्या आम्मा बच्चा छ यार अबि हले जाडो भयो तिमीलाई हेर त कत्रो यार आम्मा यस्तो लिएर जाँदा पाल्नु पायो है आम्मा हेर सबैजना म भाडामा जाऊ ल बाई बाई पपी ल यता आऊ त कति राम्रो हो त नि तिमी कति राम्रो हो त नि लानुपर्छ क्या यसलाई
घर जाने हो जाडो भयो ल रिसेन्टली ओडिसी मुभी हेरेको भेडाहरू देख्छ त्यही याद आयो ल ल ल हेर र चाहिँ हरिप रहेछ ल अले 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 मुना 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 ओ मगर के खान्छ तिमीले दुधु बुबु खान्छ हो कति भाग्न खोजेको कति भोग्न खोजेको हुन्छ हुन्छ अब गइहाल्छ म चाहिँ फर्किँदैछु अब मान्छेहरू भर्खर घर जाँदै हुनुहुन्छ अब म चाहिँ लाग्छु त्यहाँ गएर वी हेभ टु गो ब्याक टु पोखरा टुडे एकदम स्टिफ ओह्रालो छ एकदम राम्रो हस्पिटालिटी दिनुभयो दाइको टेन्टमा बस्यौँ मिठो मिठो खायौँ अब चाहिँ जाने बेला भयो दाइ बाई बाई ल हुन्छ हस् है दाइ ल थ्याङ्क यू सो मच है आउनु न तपाईँ ट्राम्प मोटरसाइकलको सोरुममा आउँदा हुन्छ त्यही नम्बरमा फोन गरेर नक्सालमा है आउनु न है ल पुल देख्दा चाहिँ डोल्पाको याद आउँदो रहेछ वुडन ब्रिज पानी निलो छ यार सो हामी ढोरपाटन आइसक्यौँ ब्याक अब तल गएर प्याक गरेर बाइक लिएर विल मुभ सो अब हामी ढोरपाटनबाट निस्केको द्याट इज इट गाइज थ्याङ्क यू सो मच फर वाचिङ अब